गाइज लामो समयपछि म तपाईहरुलाई यो भिडियो बनाउनलाई सफल भएको छु किनकि आज यो एरिया अलिकति खुल्ला भएको कारणले गर्दा यहाँ रोटी पाकिरहेको छ। हेर्नुस्, पाकेर यसरी कहाँबाट आउँछ, उता भट्टीदेखि पाकेर यसरी मेसिनबाट सरर रोटी आउँछ घुम्दै फिर्दै एयरपोर्टमा ट्रली आएको जस्तो हैन। अनि यो रोटी उताबाट गएर अर्को मान्छेले पकड्छ अनि प्याकिङ गर्छ है त गाइज। 6 पिसको 5 पिसको प्याकिङ गर्छ। अनि यो चाहिँ 1 रुपैयाँ पर्छ। 5 पिस रोटीको 1 रुपैयाँ पर्छ। 1 रुपैयाँ भनेको नेपाली लगभग तपाईको 36 रुपैयाँ समथिङ हुन्छ है त गाइज। सो यो छ साउदी अरबको रोटी पकाउने मेसिन अनि पाकेर यसरी जान्छ गाइज। तपाईहरुलाई लामो समयको प्रतीक्षापछि यो भिडियो म बनाउन सफल भएको छु है त गाइज। ल यो भिडियो गाइज तपाईहरुले हेर्नु भयो होला। अर्को भिडियोको लागि प्रतीक्षा गर्नु।